नमस्ते। आजको हाम्रो विषय छ एटोस्टेटिन। यो एउटा यस्तो औषधि हो जुन धेरैले प्रयोग त गर्नुहुन्छ, तर यसले वास्तवमा कसरी काम गर्छ भन्ने कुरा चाहिँ सायद कमैलाई थाहा होला। ल, आज हामी यही औषधिलाई अलिक गहिरिएर सरल भाषामा बुझ्ने कोसिस गरौँ है त। आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? सुरुमा कोलेस्ट्रोलको जोखिमबारे कुरा गर्नेछौँ। त्यसपछि एटोर्वास्ट्याटिन वास्तवमा के हो भनेर बुझ्नेछौँ। अनि यसलाई कसरी लिने, यसका साइड इफेक्ट र सावधानीहरू के छन् र औषधि र जीवनशैली बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने बारे पनि चर्चा गर्नेछौँ। र अन्त्यमा एउटा मुख्य सन्देशमा पुग्नेछौँ। ल अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, कोलेस्ट्रोलको जोखिम। एउटा प्रश्न उठ्छ, आखिर कोलेस्ट्रोल नियन्त्रण गर्नै पर्छ भनेर किन यति धेरै जोड दिइन्छ? किन यो यति महत्त्वपूर्ण छ? कुरा सिधा छ, किनभने शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नु भनेको मुटु रोग र स्ट्रोक जस्ता ज्यादै गम्भीर स्वास्थ्य समस्याहरूलाई आफै निम्तो दिनु जस्तै हो। त्यसैले यसलाई समयमै नियन्त्रणमा राख्नु एकदमै बुद्धिमानी हुन्छ। अब लागौ हाम्रो दोस्रो खण्डतिर, एटोर्वास्ट्याटिन आखिर के हो त? सरल भाषामा भन्नुपर्दा एटोर्वास्ट्याटिन स्ट्याटिन समूहको एउटा औषधि हो। यसको काम गर्ने तरिका चाहिँ एकदमै रोचक छ। यसले के गर्छ भने शरीरमा भएको खराब कोलेस्ट्रोल, जसलाई एलडिएल भनिन्छ, त्यसलाई घटाउँछ र सँगसँगै राम्रो कोलेस्ट्रोल अर्थात् एचडिएल लाई बढाउन मद्दत गर्छ। भनेपछि त एकै पटकमा दुईतिरबाट फाइदा हो। यो औषधिको मुख्य काम त उच्च कोलेस्ट्रोल घटाउनु नै हो। तर यसको भूमिका त्यतिमा मात्र सीमित छैन। यसले हृदय रोग रोकथाम गर्न र स्ट्रोकको जोखिमलाई कम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ। अझ मधुमेहका बिरामीहरूका लागि त हृदय रोगको जोखिम घटाउन यो झनै सहयोगी मानिन्छ। ल, अब तेस्रो खण्डमा जाउँ। यो औषधि कसरी लिने त? यसमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो नियमितता। डाक्टरले भनेअनुसार दिनमा एक पटक लिनुपर्छ र धेरैजसो अवस्थामा रातिको समयमा लिन सुझाव दिइन्छ। यसलाई खानासँग वा खानाबिना पनि लिन सकिन्छ, त्यसमा खासै फरक पर्दैन। तर मुख्य कुरा के हो भने यो औषधिले बिस्तारै काम गर्ने हुनाले यसलाई लगातार नबिराइकन लिनु चाहिँ एकदमै जरुरी छ। अब लागौँ चौथो खण्डतिर, जुन एकदमै महत्त्वपूर्ण छ, साइड इफेक्ट र अपनाउनु पर्ने सावधानीहरू। हरेक औषधिको जस्तै यसका पनि केही साइड इफेक्टहरू हुन सक्छन्। धेरै जसो अवस्थामा देखिने भनेको सामान्य साइड इफेक्टहरू हुन्, जस्तै टाउको दुख्ने, अलि कमजोरी महसुस हुने, पेटमा थोरै असहज हुने वा हल्का मांसपेशी दुख्ने। यी लक्षणहरू प्राय आफै हराएर जान्छन्। तर केही गम्भीर साइड इफेक्ट्सहरू पनि छन् जुन दुर्लभ हुन्छन् तर ध्यान दिनैपर्छ। जस्तै सहन नसक्ने गरी मांसपेशी दुख्नु, पिसाबको रङ गाढा हुनु वा आँखा पहेँलो देखिनु। यस्ता लक्षणलाई चाहिँ पटक्कै हल्का रूपमा लिनु हुँदैन। त्यसैले स्पष्ट सन्देश के हो भने यस्तो भएको खण्डमा डाक्टरलाई तुरन्त देखाउनुहोस्। यदि अघि भनिएका कुनै पनि गम्भीर लक्षणहरू देखिए भने एक क्षण पनि ढिला नगरी डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ। स्वास्थ्यको मामिलामा कुनै पनि सम्झौता गर्नु हुँदैन। अब औषधिको पूर्ण फाइदा लिन र कुनै पनि जोखिमबाट बच्न केही कुरामा ध्यान दिनु जरुरी छ। जस्तै अत्याधिक मदिरा सेवन नगर्ने। यदि कलेजो सम्बन्धी कुनै रोग छ भने डाक्टरलाई पहिले नै जानकारी गराउनुपर्छ। गर्भवती वा स्तनपान गराइरहनु भएको छ भने यो औषधि लिनु हुँदैन। अनि अर्को एउटा रमाइलो तर महत्त्वपूर्ण कुरा, ग्रेपफ्रुटको जुसको सेवन पनि सीमित गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण, यदि कुनै दिन औषधि खान छुट्यो भने अर्को दिन कहिल्यै पनि डबल डोज नलिनुहोस्। अब हामी पाँचौं खण्डमा आइपुगेका छौँ, औषधि र जीवनशैली। यो एक साझेदारी हो। उपचारको क्रममा सायद सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने औषधि मात्रै पूर्ण समाधान होइन। हो, एटोर्वास्ट्याटिन एक शक्तिशाली सहयोगी हो, तर वास्तविक र दिगो सफलताको लागि त जीवनशैलीमा परिवर्तन ल्याउनै पर्छ। त्यसो भए कस्तो जीवनशैली त? खास गरी 3 कुराहरू छन्। पहिलो, कम फ्याटयुक्त स्वस्थ आहार अपनाउने। दोस्रो, नियमित रूपमा व्यायाम गर्ने। र तेस्रो, आफ्नो तौललाई नियन्त्रणमा राख्ने। यी 3 कुराले एटोर्वास्ट्याटिनको प्रभावलाई कैयौं गुणा बढाउन मद्दत गर्छ। फेरि पनि भन्नुपर्दा यो औषधि र जीवनशैली बीचको एउटा बलियो साझेदारी हो। एउटा कुरा के बुझ्नुपर्छ भने यो उपचार एक पटकको लागि मात्र होइन,
दीर्घकालीन सफलताका लागि औषधिको निरन्तर प्रयोग एकदमै आवश्यक छ, किनभने बीचमा औषधि छोड्ने बित्तिकै कोलेस्ट्रलको स्तर फेरि ह्वात्तै बढ्न सक्छ। त्यसैले डाक्टरको सल्लाह अनुसार औषधि निरन्तर लिइरहनु र समय-समयमा कलेजोको कार्य र लिपिड प्रोफाइल जस्ता स्वास्थ्य जाँचहरू गराइरहनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। ल, अब हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौं, मुख्य सन्देश। अन्तमा सार के हो त? एट्रोभ्यास्टाटिन कोलेस्ट्रल कम गरेर हृदयघात र स्ट्रोकको जोखिम घटाउने एउटा अत्यन्तै प्रभावकारी औषधि हो। यसमा कुनै शङ्का छैन। तर वास्तविक सफलताको साँचो भनेको सही मात्रामा औषधि, नियमित सेवन र स्वस्थ जीवनशैली, यी 3 कुराको संयोजनमा लुकेको हुन्छ। यसले एउटा गहिरो प्रश्न खडा गर्छ, के केवल औषधिमा भर पर्नु पर्याप्त छ वा आफ्नो स्वास्थ्यको लगाम आफैले समात्ने हो? यो प्रश्नबारे एकपटक सोच्नुहोला।